हेलो हेलो गाइस, सबैलाई नमस्ते। मेरो सानो छोटो मिठो मिनी ब्लगमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ म बाहिर जान लागेको है, हेर्न सक्नुहुन्छ। अनि किन भनेपछि अब मलाई हस्पिटल जानु थियो कि मेरो बुढोको लागि हातमा थोरै जलन थियो नि त, जलेको थियो। त्यसैले अनि हामी दुईजना निस्किँदा हेर्नै सक्नुहुन्छ बाटोमा चाहिँ के हुन्छ है। बाटो भन्दा नि सिडीमा हेर्नु, यो डगीले चाहिँ हामीलाई हेर्नु भुकेर पाएको यस्तो तागत छ नि यो डगीमा। हेर्नु गेट बन्द भयो भने मात्र यस्तरी भुक्छ नि यो डगी चाहिँ। त्यसरी टाइम पास गरेर हामीहरू चाहिँ त्यहाँबाट निस्कियौँ। बाटोमा चाहिँ टाइम पास गर्दै गर्दै बुढाबुढी निस्क्यौँ। के गर्नु, गर्मी पनि यति थियो न। अब दिउँसो 12 बजेको टाइम थियो। त्यसरी चाहिँ हामीहरू अब निस्किनु त पऱ्यो, तर आफ्नो काम त गर्नै पऱ्यो है। के गर्नु, नगरी पनि हुँदैन। अब इन्डाको ठाउँमा अब आफ्नो चाहिँ आफै गर्नुपर्छ, गाउँघर जस्तो होइन। अनि त्यसपछि हामी निस्केपछि हामी चाहिँ हस्पिटल पुगिसक्यौँ। हेर्न सक्नुहुन्छ है। मैले फुल भिडियो त लिएन किनकि अलाउड थिएन नि त त्यहाँ, त्यही भएर। अनि डक्टरले भन्नुभयो कि हजुरहरू दबाई लिएर आउनु, त्यसपछि म भन्छु भनेर भन्नुभयो। त्यसपछि दबाई सबै ल्याएर हामीहरू यता मेडिकलमा आयौँ। इन्जेक्सन पनि दियो क्या। त्यसपछि त रियाक्सन यस्तो थियो नि त, हेर्न नसक्ने क्या डरले। त्यसपछि जाँदाखेरि चाहिँ डक्टर साहबले भन्नुभयो तपाईँ केही खाएर आउनु, अनि त्यसपछि म तपाईँले इन्जेक्सन लगाउँछु, नत्र भने लगाउनु सकिँदैन भन्नुभयो। खाना गयौँ, खाना चाहिँ मिठो लागेन। त्यसपछि हामी जुस पिन गयौँ। जुस पिएर हामीहरू लाग्यौँ डक्टर तरफ, किनकि हामीलाई इन्जेक्सन लगाउनु थियो, दबाई दिनु थियो नि त। त्यसैले हामी गएर बाटोमा पनि यस्तो गर्मी थियो, हेर्नु न यहाँ पनि यस्तो गर्मी थियो। त्यहाँ पनि टाइम पास गर्दै दुईजना यसो गर्दै गयौँ। गइसकेपछि इन्जेक्सन लगाउनु भयो रोँदै। त्यसपछि दबाई खायौँ। दबाई खाएर हामीहरू अब घर जानु पऱ्यो भनेर म त अब फाइनली सक्यो भनेर निस्कियो नि। खुसी हुँदै अनि मान्छे हाँसेको किन हो भनेको त मान्छेलाई कहाँ जानु थियो। हस्पिटलबाट निस्केर त बाल काट्नु थियो नि अगाडि आफ्नो चाहिँ मलाई त आऊ भन्छ। अनि भित्र गएको त अब जो बाल काट्ने मान्छे हुनुहुन्छ उहाँ चाहिँ फुल बिजी क्या, 2जना लाइनमा लाग्नुपर्छ। फेरि बाल काट्ने मान्छे पनि फेरि एउटै चाहियो क्या, एउटै मान्छे कहाँ काट्नुहुन्छ र नि। अनि मलाई पनि टाइम पास गर्नु थियो। अनि मान्छे रिल बनाउन थाले, के बनाउन थाले, गाना बोलिरहेको डान्स गर्नु थाले। के गर्नु, आफ्नो त टाइम पास गर्नै थियो। टाइम पास त गर्नै पऱ्यो है साथी, के गर्नु। केटा मान्छेको बालसाल काट